हामीले सम्पूर्ण कुरा लचकताका साथ त्यागे। साथीहरू, मलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा केही पनि चाहिँदैन, म साधारण सदस्य भएर पनि बस्न सक्छु भनेर भन्दै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सम्झौता भङ्ग गर्यो भनेर कुलमान घिसिङज्यूले आरोप लगाइसके पछाडि उहाँ सिस्टरले कुलमान घिसिङज्यूलाई केही कुरा भन्दै हुनुहुन्छ। एकैछिन उहाँ सिस्टरको कुरा सुनौ है त साथीहरू। कुलमान घिसिङ दाईको भर्खर मैले एउटा भिडियो सुने साथीहरू, मलाई त बोल्न साह्रै मन लाग्यो। रासोपाको चाहिँ नि पार्टीमा हामीलाई वास्ता गरेनन्, हामीले केही पद मागेको होइन, हामी साधारण सदस्यमा बस्छौँ भनेर चाहिँ हात जोडेर जाँदाखेरि आफ्नो घरै छोडेर जाँदा पनि हामीलाई वास्ता गर्नु भएन। कति झुट बोल्न जानेका हुन् कुलमान घिसिङ त। मागा फटा रहेछौ दाई तिमी त। के साह्रो, तिमीलाई त उपसभापति दिइसकेका थिए त उहाँ त। भनेपछि हामी कोही पदको लोभले होइन, हामी त्यसै गएको भनेमा त रवि दाई तिमी आएर हात जोड्न त आउँथेनन्, त्यसै गएका त होइनौ तिमीहरू। कतिसम्म झुट बोल्छ कुलमान घिसिङ दाई। मलाई चाहिँ नि रवि दाईको चाहिँ नि पदै चाहियो, मलाई सभापति जो चाहियो भनेको थिएँ, दिएनन्। आए भन न खुरुक्क, हामीले मान्छौँ, हामीले पत्याउँछौँ। हामी यति बेकुफ छैनौँ के हामीलाई चाहिँ नि बेकुफ बनाएर सबैलाई चाहिँ नि दिमागै भोट दिन्छु नेपाली जनताको भन्ने नसोचे हुन्छ कुलमान घिसिङ दाई। हामीले सबै कुरा जानेछौँ, रवि लामिछानेको पनि ब्याकग्राउन्ड हामीले हेरेका छौँ, जानेछौँ। त्यही भएर हामीले सपोर्ट गरेको। नजानेको मान्छे कुनै कारनामा नेपालमा आजसम्म गरेका छैन भने यो दोष लाएर दुनियाँले चाहिँ आरोप लाउँदैमा रवि दाईलाई हामीले गलत त, हामी इमान्दारीको रोटी खाएको मान्छे त गलत देख्न सक्दैनौँ। हामीले त्यही भएर सपोर्ट गरेका छौँ, उनको ब्याकग्राउन्ड हेरेर, उनको पृष्ठभूमि हेरेर। अब तपाईँको त हामीले जान्दैनौँ, त्यही बिजुलीको काम गरेको हो भनेदेखि चिनेको। त्योभन्दा पहिला हामीले चिन्थेनौँ कुलमान घिसिङलाई। हर्केलाई भन्नै परेन, त्यही मेयरमा उठेर टेम्पूमा हिँड्दाखेरि चिनेको, ए राम्रै रहेछ भनेर सपोर्ट गरेको। त्यसले पनि रङ देखा। कुलमान घिसिङ दाईको रङ त अझै खराब रहेछ, त्यो हर्केको भन्दा कम रहेनछ। भनेपछि तपाईँहरू अलग लड्नुहोस्, हर्क साम्पाङसित गएर मिल्नुहोस्। कुलमान दाई रासोपाको बदनामी गर्दै नहिँड्नु। रासोपालाई यसै पनि पुराना पार्टीले खेद्दा 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 पुराना पार्टीको आवाज उठाएर आजसम्म जो परिवर्तन चाहिँ नि सुरु भएको छ रासोपाले नै गरेको। कसैले कुनै माइकालालले यहाँ यो रासोपालाई दोष लाउन पर्दैन। आजसम्म भ्रष्टाचारको नाम उठेको पनि त्यही रासोपाले गर्दा, रवि दाईले गर्दा हो। अनि यी चोरहरू, एमाले काङ्ग्रेस माओवादीका चोर अपराधी ठगहरू चिनिएको पनि तिनै रवि दाईको कारणले हामीले चिनेको। त्यस हुँदा रवि दाई हाम्रो लागि महान हो, हाम्रो लागि आँखा खोलेको रवि लामिछानेले हो। देश चाहिँ कहाँ कस्ता फसा छन् र कति लुटेर रहेछन् भनेर हाम्रो आँखा खोलिदिएको रवि दाईले भन्दा कुलमान घिसिङ दाई तपाईँले धेरै नपात दिनु होला रवि दाईको बारेमा, रासोपाको बारेमा। अरू लिडरवाद हामीले पत्याउँथेनौँ। रवि दाई लिडरसिप हुँदा र रवि दाईले खोलेको पार्टी हुँदा रवि लामिछानेलाई हामीले चिनेछौँ। यसो गरे उसो गरे, हामीलाई सदस्यमा राखेनन्, हामी खुट्टा ढोक्दिन गएको थियौँ भन्नुभयो कुलमान दाई। तपाईँले कतातिर खुट्टा धोउन त रवि दाई जानुभएको थियो। तपाईँले यति साह्रै चाहिँ पदुवा गफ नलाउँदा हुन्छ सामाजिक सञ्जालमा नि। नेपाली जनता यस्तो बेकुफ छ भन्ने नसोच्नुहोस् के कुलमान घिसिङ दाई। नेपाली जनता सक्षम पनि छन्, एकदम जानी सबै कुरा जान्ने बुझ्ने पनि छन्। सबै जानी भुलक्कड र खान पाए दोगुर्नी, अनि जात जातिमा लड्ने, धर्ममा लड्ने, सबैको नियत त्यस्तो छैन। त्यो नियत भनेको तल्लो लेभलको मान्छेको। हर्क साम्पाङको टिममा छन् जात जातिमा लड्ने। तपाईँ पनि त्यतै मिसिनु। तपाईँको पनि मूलबासी भनेर त आएको रहेछ। कहाँको मूलबासी हो? नेपालको मूलबासी त होइन तपाईँहरू त। नेपाल भनेको देवभूमि हो, ऋषि मुनिको भूमि हो भन्दा कताबाट आउँछ मूलबासीको त नामै आउँदैन। बाहिरबाट आएर दुनियाँदारी यहाँ आएर यहाँ लेख्ने, बयान गर्ने, यो तपाईँहरूको टिमलाई बधाई छ। हामी चाहिँ नि नेपाली जनतालाई दुःख दिने काम नहोस् नेपालमा। मूलबासी हो तपाईँहरू चाहिँ नि, कहाँ मङ्गोलियन हो, कहाँबाट आउनु भएको के हो हामीलाई थाहा छैन। हामीले त यहाँ नेपालमा देखेका नेपाली सबै हाम्रा हुन् भन्छौँ। तपाईँहरूले हामीहरूलाई, हामी चाहिँ नि ब्राह्मण जाति जति के भन्छ छेत्री बाहुनहरूलाई लखेट्ने सुरु गरेका छौ तिमीहरूले भन्दा तिमीहरू सफल हुँदैनौ। नचाहिँदो काम जसको घरमा पसेर उही चाहिँ नि लात्ताले हान्ने, घर भत्काउनु खोज्ने मान्छेलाई राम्रो हुँदैन। त्यस हुँदाखेरि शुभकामना छ कुलमान घिसिङ दाई, जानुहोस्। हर्क साम्पाङजीसित तपाईँको जाने जोडी त्यता मिल्छ कि जस्तो माने। अब रवि दाईलाई क्याचा बोइन नगरिदिनु होला। हामीलाई अरू तपाईँलाई गाली गर्न मात्रै आउँछ। हामीले चाहिँ नि रवि दाईलाई अगतिलो रहेछ भनेर हामीले जसले भनेन हामीले पत्याउँदैनौँ। रवि दाई हो। रवि दाई भनेको जनताको चाहिँ नि गोठालै हो। किनभने रवि दाईले जहाँ जनता बाठा गर उही सेवा गर्छ रवि दाई। हामी जनताको चाहिँ नि आशा हो। त्यस हुँदाखेरि धेरै फुइ नउडाउनु होला। धेरै चाहिँ नि के भन्छ तपाईँको रविलाई बिगार्छु कि रासोपालाई खतम गर्छु भने तपाईँमाथि हामीलाई रिस उठ्ने हो। तपाईँका कुरा हामीले पत्याउनौँ कुलमान घिसिङ दाई। शुभकामना छ। अब चाहिँ नि हर्क साम्पाङसित मिलिदिनुहोस्, जानुहोस्। उता एक्लै भन्दा उता हुन्छ, एक्लै 2-4 सिट पनि आउँदैन। हर्कसित मिल्ने भने फेरि 2-4 सिट थपिएला। धेरै शुभकामना छ, धन्यवाद पनि छ। किनभने एउटा काम गरे मैले, बिजुलीको राम्रो गरे भनेर नेपालमा एउटा काम होइन 36,000 काम चाहिँ नि नेपालको व्यथिति छ। त्यसलाई हटाउन एउटै मात्रै मान्छेको
लिडरसिपले पनि हुनेवाला छैन। त्यहाँ राम्रा राम्रा मान्छे जोडिनु पर्यो, राम्रो राम्रो हुन पर्यो। पाका छोडिएका फालिएका काम नपाएका ठगहरू सबै कुलमानको पार्टीमा गएर मिसिन्छन्। अब राम्रा मान्छे त आइसक्यो रासोपामा भनेपछि ल बधाई छ। फेरि पनि रवि दाईको खेदो नखनिदिनु होला। रवि दाई भनेको हामीले विश्वास अलरेडी गरिरहेको मान्छे हो। 5 वर्ष 10 वर्ष रवि दाईको कार्यकाल हेर्छौँ, त्यहाँ काम गरेनछ भने हामी आफैले विरोध गर्छौँ रवि दाईलाई। कुलमान घिसिङ दाजु तपाईँले बयान नगरिदिनु होला हाम्रो रवि दाईको, किनभने तपाईँमाथि धेरै क्रोध उत्पन्न हुन्छ हामीमा। रवि दाईको विरोध गर्नुभयो भने बिन्ती छ, आफ्नो एजेन्डा लिनुहोस्, जानुहोस् अगाडि, राष्ट्र बनाउनुहोस्। राष्ट्र हामीलाई त राष्ट्र बन्न परेको, यो राष्ट्रमा 32 वटा पार्टी निकालेर चाहिँ यो यस्तो किचलो गर्ने भनेको सबै चोर हुने, चोर नआगाउँ। अब चाहिँ विकल्प भनेको एउटा रासोपाको आश छ, अरूको छैन। हेर्नु साथीहरू, बिन्ती छ बेलैमाथि फेर्नु होला है। जय घन्टी।